नमस्ते सबैलाई। आज म तपाईहरूको लागि एउटा एकदमै राम्रो र उपयोगी विषय लिएर आएको छु। त्यो हो स्यालेरिड व्यक्तिको इन्कम ट्याक्स कसरी क्याल्कुलेट गरिन्छ। धेरैजसो मानिसहरूलाई इन्कम ट्याक्स कसरी क्याल्कुलेट गर्ने भन्नेमा अलमल्ल पर्छ अनि धेरैजसो मानिसहरूलाई फाइनेन्सियल इयरको अन्तमा आफूले कति ट्याक्स तिर्नुपर्ने हो र कति तिरेको हो भन्ने कुरा समेत थाहा हुँदैन। त्यसैले आजको यो भिडियो हामीलाई आफ्नो स्यालेरिड इन्कमबाट कति ट्याक्स काटिन्छ, किन काटिन्छ र अन्त्यमा वास्तविकता ट्याक्स दायित्व कति हुन्छ भन्ने सबै कुरा सरल भाषामा बुझ्नेछौँ। तपाईहरूले यहाँ युनियन बजेट 2026 अन्तर्गत आएको न्यू इन्कम ट्याक्स रेजिमका ट्याक्स स्ल्याबहरू हेर्न सकिनुहुन्छ। यदि तपाईँको वार्षिक आम्दानी 4 लाख रुपियाँसम्म छ भने तपाईँले कुनै पनि ट्याक्स तिर्नु पर्दैन, यहाँ ट्याक्स निल हुन्छ। अब यदि तपाईँको आम्दानी 4 लाखदेखि 8 लाख रुपियाँसम्म छ भने 5% का दरले ट्याक्स तिर्नु पर्नेछ। त्यसै गरी 8 लाखदेखि 12 लाख रुपियाँसम्म आम्दानी भएको व्यक्तिले 10% को दरले ट्याक्स तिर्नुपर्ने हुन्छ। सरल भाषामा भन्नुपर्दा जति ज्यादा इन्कम वा आम्दानी उति नै ज्यादा ट्याक्स तिर्नुपर्छ। अब हामी न्यू ट्याक्स रेजिम अन्तर्गत स्यालेरी ट्याक्स पेयर्सलाई के फाइदा छ भन्ने कुरा बुझौँ। नयाँ योजना अनुसार स्यालेरी पाउने व्यक्तिहरूलाई 75,000 को स्ट्यान्डर्ड डिडक्सन दिइन्छ। यसको अर्थ तपाईँको कुल आम्दानीबाट सिधै 75,000 घटाएपछि मात्र बाँकी इन्कम ट्याक्स चार्ज गरिन्छ। अब मानौ तपाईँको वार्षिक आम्दानी 12 लाख भन्दा कम छ भने तपाईँलाई धारा 87A इन्कम ट्याक्स एक्ट 1961 अन्तर्गत 60,000 सम्मको कर छुट रिबेट पनि उपलब्ध हुन्छ। यसको सिधा अर्थ के हो भने 12 लाखसम्मको आम्दानी तपाईँले कुनै पनि ट्याक्स तिर्नु पर्दैन। अर्को महत्त्वपूर्ण कुरा के छ भने फाइनेन्सियल इयर 2025-26 का लागि का सरचार्ज दरले जसरी राखिएको छ त्यस्तै प्रकारले यस वर्ष कुनै पनि परिवर्तन गरिएको छैन। अब हामी इन्कम ट्याक्स कसरी क्याल्कुलेट गर्ने भन्ने कुरा बुझ्नेछौँ। मानौ तपाईँको वार्षिक तलब स्यालेरी इन्कम 11 लाख छ भने सबैभन्दा पहिलो सरकारले दिएको स्ट्यान्डर्ड डिडक्सन 75,000 घटाइन्छ। त्यसपछि तपाईँको ट्याक्सेबल इन्कम हुन्छ 10,25,000। अब यसलाई नयाँ ट्याक्स स्ल्याबमा अनुसार हेर्नु हो भने 0 देखि 4 लाखसम्म ट्याक्स निल हुन्छ। 4 लाखदेखि 8 लाखसम्म 5%ले ट्याक्स तिर्नुपर्छ अनि 8 लाखदेखि 12 लाखसम्म 10%ले ट्याक्स तिर्नुपर्छ। अब हामी स्टेप बाई स्टेप हिसाब गरौँ। पहिलो 4 लाख रुपियाँमा तपाईँले ट्याक्स 0 पे गर्नुपर्छ, ट्याक्स पे गर्नु पर्दैन यसमा। अनि 4 लाखदेखि 8 लाखसम्म कमाइ छ भने तपाईँको डिफ्रेन्स फरक 4 लाखको छ, यहाँ हामीले 5%ले ट्याक्स पे गर्नुपर्छ र हामीले 20,000 पाइन्छ। त्यस्तै प्रकारले ट्याक्सेबल इन्कम छ 10,25,000। अब हेरौँ यता 8 लाखदेखि 12 लाखसम्मकोले 10%ले ट्याक्स पे गर्नुपर्छ, तर हाम्रो ट्याक्सेबल इन्कम 10,25,000 मात्र छ। र यहाँ क्याल्कुलेसन कस्तो हुन्छ भन्दा हाम्रो 10,25,000बाट 8 लाख घटाइनुपर्छ
किनभने 8 लाखदेखि 10,25,000 पुग्नको लागि 2,25,000को फरक छ र 2,25,000मा मात्र ट्याक्स पे गर्नुपर्छ। यहाँ ट्याक्स रेट छ 10%ले। सो हामीले यहाँ 22,500 पाइन्छ। अब कुल ट्याक्स हेर्दाखेरि 20,000 प्लस 22,500 गर्दा हामीले 42,500 पाइन्छ। यसलाई भनिन्छ ट्याक्स बिफोर रिबेट। अब यहाँ महत्त्वपूर्ण कुरा आउँछ कि सेक्सन 87A अनुसार यदि तपाईँको ट्याक्सेबल इन्कम 12 लाखसम्म छ भने तपाईँलाई रुपियाँ 60,000सम्मको ट्याक्स रिबेट पाइन्छ। हाम्रो ट्याक्स 42,500 मात्र छ, रिबेट 60,000 छ, किनभने तपाईँको ट्याक्सेबल इन्कम 12 लाखभन्दा कम्ती छ, अर्थात् हाम्रो 10,25,000 मात्र ट्याक्सेबल इन्कम छ। त्यसैले हेर्दाखेरि 42,500 हामीले जुन चाहिँ ट्याक्स क्यालकुलेट गरेको थिए रिबेटभन्दा कम्ती छ। सो यहाँ हामीले ट्याक्स पे गर्नु पर्दैन, अर्थात् तपाईँले फाइनल ट्याक्स 0 रुपियाँ तिर्नुपर्छ, अर्थात् ट्याक्स तिर्नु पर्दैन, किनकि रिबेटले तपाईँको पुरा ट्याक्स कभर गरिदिन्छ। यसरी रुपियाँ 11 लाख कमाउने व्यक्तिले नयाँ ट्याक्स रेजिम अनुसार कुनै पनि इन्कम ट्याक्स तिर्नु पर्दैन।